गाइज गुड इभिनिङ। म यति बेला चाहिँ हाम्रो गगन दादाको घरमा आएको छु है। आज चाहिँ मेरो दादाको घरतिर भिजिटिङ गरेको। यो चाहिँ हाम्रो बुर्दिबाङ बजार हो है। पाहरू छ गगन दादाको होइन, आन्टी पनि हुनुहुन्छ। चाहिँ गगन दादाको निवासमा छु। यो चाहिँ टप फ्लोर जाने हो। यहाँ चाहिँ यो रुम हो, फिनिसिङ भएको छैन, फिनिसिङ गर्दै हुनुहुन्छ। र यो चाहिँ हाम्रो बाथरुम हो है, टोयलेट बाथरुम। ठ्याक्कै विदेशी सिस्टमले बनिरहेको छ यहाँ होइन। यहाँ चाहिँ सबै यस्तो प्रकारको बनिरहेछ। सो एकदमै राम्रो। यहाँ पनि कोठा हो, फिनिसिङ भएको छैन, रङ हुँदैछ, गर्दै हुनुहुन्छ। म चाहिँ अलिकति समय छोटो भएर यहाँ छिटो आएको। यहाँ टाइल्सको काम हुँदैछ र यता पनि टाइल्सको काम बाँकी छ। र यहाँ चाहिँ हाम्रो यो पूजापाठ गर्ने, यता सिसा हाल्ने काम बाँकी छ। यो टाइल्स पुरै मार्बल हो है, ओरिजिनल पोखरा बाटै लिएको जस्तो लाग्छ। अझै टाढाबाट लिनु भयो होला यो चाहिँ है। एउटा सिसा हाल्ने बाँकी छ, फिनिसिङ अझै भइरहेको छैन। र यहाँ चाहिँ मेरो गगन दादा बस्ने ठाउँ हो। यो चाहिँ हाम्रो स्कुल छ, उत्तरगङ्गा स्कुल। यहाँ तलतिर जनता बोर्डिङ होइन। अब यो चाहिँ तारिखेत भन्छ। यहाँ लगभग सबैभन्दा अग्लो घर नै यही छ अहिलेसम्म चाहिँ। अहिले उहाँ पर नयाँ चाहिँ बनेको रहेछ त्यो पर। यो घर चाहिँ ठ्याक्कै विदेशी सिस्टमले बनेको छ। सबै टाइल्स मार्बल सबै त्यो हिसाबले बनाएको। एउटा रुममा एउटा किचन, एउटा रुम, बाथरुम, एट्याच बाथरुम सबै विदेशी सिस्टमले बनाएको। यहाँ चाहिँ है, यो चाहिँ पुरै बुर्दिबाङ बजार हो। यहाँदेखि सबै देखिन्छ। जस एकदम रमाइलो छ। टायर खेततिर चाहिँ है, अहिले टायर खेततिर पनि एकदमै बजार भइसकेको छ। म चाहिँ एकछिन आन्टीसँग अनि छोरीहरूसित गफगाफ गरेर छततिर निस्केको। म पनि जाने समय थोरै छ, त्यही भएर यो चाहिँ हाम्रो गगन दादाको होम है। यो चाहिँ निवास, हाम्रो गगन दादाको निवास हो। यो चाहिँ माथि म चाहिँ छतमा छु। यहाँ छतमा सबै उहरू निकालेर यहाँ चाहिँ अर्कै सिस्टमले टाइल्स सिस्टमले बनाउने भन्दै हुनुहुन्छ। यहाँ चाहिँ है, चाहिँ बजार पारिपट्टि चाहिँ